पानीपुरी जस्तो लाग्यो होला हैन तर आज चाहिँ हामीले पानीपुरी हैन फुल्की खान लागो फुल्की चाहिँ तातो तातो मटर र आलुको छोला बनाएर अनि त्यसपछि अरु रेसिपी चाहिँ पानीपुरीकै जस्तो हुन्छ बट यसमा चाहिँ त्यो पानीपुरी जस्तो चिसो इमलीको झोलको सट्टा तातो मटर र आलुको छोला हैन अनि त्यसमा स्पाइसेस अरु कुराहरु अनि प्लस चाट मसला सबै कुरा राखेर खाइन्छ सो यो चाहिँ रेडी भयो पुरी रेडी भयो हैन यसमा चाहिँ मटर र आलुको छोला रेडी भयो अनि त्यसपछि त्यसको त्यो छोलालाई हामीले स्ट्रेन गरेर फेरि सुप छुट्टै बनाछौं अनि त्यसपछि यो चाहिँ मसलामा हाल्ने त्यो भयो हैन चाट मसला यताउता मिक्स गरेर हाल्नलाई अनि त्यसपछि रेडी अनि यस्तो मिठो भएको तातो 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 फुल्की खाएर हैन मज्जा आयो के अनि लास्टमा अब फुल्की खाएपछि अलिकति पानीपुरी पनि टेस्ट गर्ने भनेर अलिकति छुट्टै फेरि पानीपुरीको चिसो पानी पनि बनाएर पनि खाएको हैन एकदमै मिठो भयो गाइस फुल्की भैरवाको फुल्की